Hello everyone, welcome back to my channel. र आज मैले एउटा टुरको भिडियो लिएर आएको छु। तपाईले अन्तसम्म हेरेर तपाईहरु पनि आशिषित भइदिनुहोस् होला। सररा 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 सक्यो। हसाइ चाहिँ यो हो नि त। यो हो नि त हसाइ चाहिँ। यो हो नि त हसाइ चाहिँ। हसाइ चाहिँ यो हो नि त। खुसी हुनुहुन्छ तपाईहरु? सो ह्यापी है। यहाँनिर चाहिँ यहाँ फोटो तपाईको त्यसले फोटो पाउँदैन मैले पाएको छुइनँ अस्तिको एप्रिलको पाएको छैन एप्रिलको पाएको छैन मैले सारो बन्थन बेसी भयो ल ड्राइभरले बोलाउँदै छ कता छ गाडी सेरु त र फेरि पनि हामी चाहिँ भ्याली अफ द बरिया हुँदै हामी त्यसको माथि उकालो 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 बाटोमा हामी गयौँ। अनि बाटो एकदमै राम्रो है, एकदमै मलाई चाहिँ मनपर्ने हाम्रो उता हिल एरिया जस्तो रहेछ। अनि त्यहाँनिर चाहिँ बसहरू जानु नसकेर सानो हामी सेरुत भन्छ, यहाँनिर चाहिँ झन्डै 16 to 20 सिटर हुन्छ, त्यसमा हामी गयौँ। अनि उकालोमा सानो बाटो भएकोले गर्दाखेरि दुईटा गाडीलाई क्रस गर्न पनि अलिकति गाह्रो थियो। अनि हामीले यहाँ देख्दै थियौँ कि हामीले भ्याली अफ जजराली, अनि यो भ्याली अफ जजरालीको बारेमा चाहिँ हाम्रो आदरणीय पास्टर प्रतिमाले हामीलाई बताउनुहुनेछ। यहाँ हेर्न सक्नुहुनेछ तपाईहरूले भ्याली अफ आर्मागेडोन, जो चाहिँ आर्मागेडोनको भ्यालीलाई पनि हामीले यति बेला एक्सप्लोर गर्ने मौका पायौँ। त अति खुसी छौँ हामी। प्रोग्राम महिमा भएको होस् र बहिनी सीमा अति आशिषमय, सँगसँगै हामी एकदम उत्साहित पनि भइरहेको छौँ यो नयाँ ठाउँलाई देख्दै गर्दा, जो चाहिँ बाइबलमा हामीले पाउँछौँ। भ्याली अफ आर्मागेडोन हामीले प्रकाशको पुस्तक 16 अध्यायमा ठिक्कै यही समयहरूमा हामीले पढिरहेका छौँ। त हामीले त्यही ठाउँलाई हाम्रो आँखाले देख्न पाउँदै गर्दा अति उत्साहित भएर हामीले हेरिरहेका छौँ। आखिरी समयमा ख्रीष्ट येशू आउनुहुने, बादलमा आउनुहुने, अनि आएर चाहिँ यसै ठाउँमा सबै प्रकारको दुष्टताको विरुद्धमा युद्ध गर्नुहुने सेनाहरूको प्रभुको त्यो युद्धको हुने ठाउँलाई आज हाम्रो आँखाले हेरिरहेका छौँ। प्रभुलाई महिमा भएको होस्। हामी प्रभुलाई धन्यवाद चढाउँछौँ यो ठाउँमा आइपुग्दै गर्दा। आखिरी समयको युद्ध चाहिँ बाइबलले भन्छ धर्मीजनहरूको युद्ध चाहिँ दुष्टहरूसँग, अनि गुड र इभिलको जो युद्ध हुँदैछ त्यो युद्ध हुने ठाउँलाई चाहिँ हाम्रो आँखाले हेर्न पाइरहेको छौँ। प्रभुलाई महिमा भएको होस्। हामीले यही कुरा सिकि पनि राखेका छौँ प्रकाशको पुस्तकबाट। एट द सेम टाइम हामीले यसरी आँखाले हेर्नु पाउँदा चाहिँ साँच्चै हामी प्रभुलाई धन्यवाद चढाउँछौँ। सबै कुरोबाट प्रभुको महिमा भएको होस्। हालेलुया। र यहाँनिर चाहिँ हामीलाई जति पनि हामी प्रेयर वरियरहरू थियौँ त्यस दिन हामी टुरमा गएका सबैजनालाई चाहिँ पास्टर प्रतिमा ज्यूले प्रेयर सल लगाइदिनु हुँदैछ। अनि हामी सबैजना एक्साइटेड अनि खुसी भएर प्रेयर सललाई हामीले ग्रहण गरिरहेको छौँ। हरेक राति नाइट प्रेयरमा हामी सधैँ पाठ गर्ने गर्छौँ। त्यसले गर्दाखेरि हामी आज पनि हामी पाठ गर्नेछौँ। यो चाहिँ हाम्रो लागि देश शरीरको लागि होइन, आत्मामा चाहिँ परमेश्वरले आज यो वचन अध्ययन गर्दै गर्दा परमेश्वरले हामीलाई आत्मामा यो हतियार दिनुभएको छ है। जतिजनाले पढ्नुहुन्छ पढ्नुहुन्छ ल। परमेश्वरको हात हतियार। अब अन्त्यमा प्रभुमा र उहाँको शक्तिको सामर्थ्य बलवान हो, दियावान स्थितिहरूको विरुद्धमा खडा हुन सक्ने परमेश्वरको सारा हतियार गर, किनकि हामीको युद्ध शरीर र शक्तिहरूको विरुद्धमा वर्तमान अन्धकारको यसकारण सत्यको छाती पाता लाएर खडा हो र खुट्टामा साथै विश्वासको ढाल उठाऊ, जसबाट तिमीहरू दुष्टका सबै खौटी बानी बन्न सक्नेछौ। मुक्तिको टोप लगाउने पवित्र आत्माको सरकारले सच्चाइ परमेश्वरको वचन हो। सारा प्रार्थना र निवेदनका सब समय पवित्र आत्मामा प्रार्थना गर्नु। यस उद्देश्यले लगनशील सतर्क भएर सबै सन्तानहरू प्रार्थना गरिरहनु। सबैजना वचन यही वचन चाहिँ तपाईँको यही हो है। हुन्छ।
कति Here is the church entrance. Shalom. Good morning. Boker tov. अनि त्यसपछि हामी ट्रान्सफिगरेसन चर्च अर्थात् यीशुको रूप परिवर्तन भएको चर्चभित्र हामी प्रवेश गरिसकेका छौँ र यहाँले देख्न सक्नुहुन्छ यहाँभित्र यीशुको रूप परिवर्तन भएको चर्च जहाँनिर चाहिँ हामीले बाइबलमा माउन्ट ताबोर भनेर हामीले भेट्न सक्छौँ। अनि त्यसपछि बाहिर निस्केँ अनि बाहिर एकदमै राम्रो फुलहरू फुलिरहेको रहेछ अनि यो चाहिँ मेरो स्पेसली मेरो आमालाई याद आयो अनि उहाँले धेरै यो फुललाई रोप्नुहुन्छ अनि उहाँको लागि मैले यो फुल किनेर ल्याइदिएको थिएँ अनि आमाले यो फुललाई हेरेर मन पराइदिनुहुन्छ होला। त्यसपछि हामी डाँडाको उपदेश मत्ती 5 अध्यायमा परमेश्वरले दिनुभएको उपदेश दिनुभएको हामी चर्चमा गयौँ।
भन्दा येशू ख्रीष्ट यस्तो राजा हुनुहुन्थ्यो। तपाईँले कलोसीको पुस्तक 2 अध्यायको 5, 6, 7, 8लाई पढ्दै गयो भने थाहा पाउनुहुन्छ। येशू ख्रीष्ट त्यो राजा हुनुहुन्छ जो राजा चाहिँ आफू नम्र भएर दास राजा। यसै कारणले गर्दा उनीहरूले येशू ख्रीष्टलाई विश्वास गर्न नसकेको कारण चाहिँ जब मत्तीको पुस्तक 5 अध्याय 6 अध्याय 7 अध्यायमा हेर्दै गर्दा येशू ख्रीष्टले यता गालामा हिर्काएर यता थापिदियो होइन, धन्य नम्र हुनेहरू, धन्य दयावन्त हुनेहरू, धन्य धन्य भनेर आफूलाई यति साह्रो तल जानुपर्ने कुराहरू प्रभु यीशु ख्रीष्टले सिकाउनु हुँदै गर्दाखेरि चाहिँ इजरायलीले पत्याउन सकेन। यस्तो पनि राजा हुन्छ भनेको जस्तो। यसै कारण उनीहरूले जो आउनु हुनेलाई प्रतीक्षा गरेर बसेको थिए उनीहरूले उही येशू ख्रीष्ट हो भनेर पत्याउन सकेन। यद्यपि उनीहरूले लामो समयबाट पर्खेर बसेको थिए आउने एउटा मसियाको लागि। यसै कारणले गर्दा बप्तिस्मा दिने योहनालाई इजरायलीहरूले यहुदीहरूले सोच्छ। र यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ एनिमल अनि सर्ट्स लुगाहरू र बोल्न मनाइ थियो। चर्च अफ बेटिट्युड जानेर चाहिँ प्रभु येशूले डाँडाको उपदेश दिनुभएको थियो। अनि यहाँनिर मैले हेरेको थिएँ थुप्रै ल्याङ्ग्वेजहरूमा लेखिएको थियो डाँडाको उपदेशलाई पढ्न सजिलो होस् भनेर। अनि यहाँनिर इङ्ग्लिसमा पनि डाँडाको उपदेशहरूलाई लेखिएको थियो। अनि ठाउँ ठाउँमा उपदेशहरूलाई लेखिएको रहेछ। अनि पढ्दै भित्र बसेका र यहाँनिर देख्न सक्नुहुन्छ प्रभु येशू ख्रीष्टले जहाँ बसेर चाहिँ उपदेश दिनुभएको थियो। अनि हामीले बाइबलमा पाउँदाखेरि डाँडाको उपदेश भनेर हामीले पढ्न पाउँछौँ। अनि यही ठाउँमा बसेर उहाँले मानिसहरूलाई उपदेश दिनुहुन्थ्यो। अनि हामी यहाँ चर्चभित्र म बसेँ तर मैले भिडियो लिइनँ। अनि यहाँनिर उहाँले एक्सप्लेन गर्दै हुनुहुन्थ्यो र तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर यति सुन्दर दृश्य। यहाँनिर समुद्र छ अनि समुद्रको किनारको केही माथिनिर मात्र एउटा डाँडा छ जहाँनिर बसेर चाहिँ प्रभु येशू ख्रीष्टले उपदेश दिने गर्नुहुन्थ्यो। अति नै राम्रो सुन्दर भ्यू रहेछ। एकदमै मनै खुसी भइरहेको थियो। तपाईँले देख्न सक्नुहुन्छ र यहाँनिर चाहिँ हाम्रो दादाले केही भन्नु न छिटो। इन्स्टेड अफ वेस्टिङमा नि फोनमा चाहिँ पैसा वेस्ट गर्नुभन्दा 17 प्रो म्याक्स किनेर 2 लाख रुपियाँको फोन किनेर वेस्ट गर्नुभन्दा 2 लाखको 2 तोला सुन किन्यो भने 2 वर्ष पछाडि सुनको दाम 50,000 रुपियाँ बढेर जान्छ तर फोनको दाम। र दाजुको सानो टिप्स पछि हामी फोटो खिच्नको लागि त्यहाँनिर सबैजना भेला हुन लाग्यौँ। अनि हामीले ग्रुप फोटो त एउटा बन्छ भनेर चाहिँ हामीले चर्चको अगाडि बसेर सबैजनाले ग्रुप फोटो पनि खिच्यौँ। अनि मलाई चाहिँ सानो यहाँ भिडियो बनाउनु मन थियो अनि मैले चाहिँ भिडियो बनाउन लगाएँ। र यहाँनिर चाहिँ हामी केही छन् यहाँनिर शीतलमा बसेर ग्रुप फोटो लिनको लागि तयार भयौँ। र त्यसपछि हामी ताबगामा गयौँ जहाँ चाहिँ प्रभु येशू ख्रीष्टले 5,000 भन्दा बढी मानिसहरूलाई 5वटा रोटी अनि 2वटा माछामा आशिष मागेर खुवाउनु भएको थियो। अनि हामी त्यो ठाउँमा गयौँ र त्यो ठाउँमा हामी जाँदाखेरि पनि एकदमै हामी आशिषित भयौँ। अनि बाइबलमा पढेको सत्य घटनालाई हामीले प्रत्यक्ष आँखाले हेर्न पाउँदै गर्दा हामी अत्यन्तै खुसी भइरहेका थियौँ। अनि यहाँनिर देख्न सक्नुहुन्छ त्यो भित्र हामी चर्चमा बसिसकेका छौँ, चर्चको एरियामा बसिसकेका छौँ। अब हामी भित्र चर्चमा पनि बस्नेछौँ। र यहाँनिर हाम्रो सिस्टरले एक्सप्लेन गर्नु अघि मैले भन्दै थिएँ यो चाहिँ यो ठाउँलाई चाहिँ हस्मोनियन भनेर भन्थ्यो पहिला। अनि त्यसको बादमा यो ठाउँमा चाहिँ आदि जुइस आदि अरबीहरू मिलेर बसेको ठाउँ हो। अनि बादमा अरबीहरू आएपछि यसलाई चाहिँ अल ताबिगा अथवा ताबगा भनेर नाम दियो। यसलाई यो ठाउँलाई अल ताबिगा अथवा ताबगा भनेर भनिन्छ। अनि यो भित्र चर्च छ। यो भित्र चर्चमा चाहिँ प्रभु येशू ख्रीष्टले 5वटा रोटी र 2वटा माछा हामीले मत्ती सुसमाचार 15 पाउँछौँ होइन। त्यहाँनिर 15 या 14 हुनुपर्छ मैले चाहिँ किनभने 14 हुनुपर्छ है। 14 अध्यायमा चाहिँ लेखिएको कुराहरू छ। किनभने 15 अध्यायमा चाहिँ फेरि दलमुनाथा भनेको छ नि। दलमुनाथा भनेर नाम यो ठाउँ यो एरियालाई चाहिँ दलमुनाथा भनेर उयोमा नामहरू भनिएको यो ठाउँ यो एरिया हो। अनि भित्र चाहिँ प्रभु येशू ख्रीष्टले 5 रोटी 2वटा माछा खुवाउनु भएको ठाउँ। त्यहाँ यो अल्टर बनाएको छ। त्यहाँनिर रोटीलाई राखेर त्यो समयमा चाहिँ त्यहाँनिर चाहिँ एउटा स्टोन थियो, रक थियो, रक भनेर भनिन्थ्यो। त्यसलाई अल्टर बनाएर राखेको थियो। तर जब पर्सियनहरूले आक्रमण गर्ने त्यो ठाउँलाई त्यहाँ चर्च बनाएको थियो।
त्यो चर्चलाई चाहिँ जलेपछि त्यो ढुङ्गालाई पनि जलाएर सानो भाग चाहिँ रहेछ त्यहाँनिर। त्यसको साइडमा चाहिँ उयो रोटी र माछालाई चाहिँ हामीले त्यो आर्ट हुन्छ नि मोजेक आर्ट बनाएर राखेको छ। अनि यहाँभित्र स्टोन छ, त्यो स्टोनलाई बाहिरबाट ढुङ्गा छ, त्यहाँ बाहिर ग्लासले सिल गरेर राखेको छ। त्यहाँ चाहिँ प्रभु यीशुको चेलाहरू बसेर खाना खानुभएको भनेर भन्छ, तर त्यसलाई बाहिर ग्लासले सिल गरेर राखेको छ, त्योमा जानु दिँदैन, यसरी कभर गरेको हुन्छ। त्यहाँनिर अहिले छ भने तपाईँले हेर्न सक्नुहुन्छ। पहिला म आउँदा थियो, अब अहिले हेर्नु होइन। अनि अर्को कुरा चाहिँ यहाँनिर चाहिँ त्यहाँनिर पनि मोजेक आर्टहरू बनाएको छ, जो चाहिँ इजिप्सियन कल्चरलाई देखाउनका, किन त्यति बेलाको समयमा इजिप्सियनहरू पनि आएर बस्दो थियो। अनि त्यही भएर इजिप्सियन कल्चरलाई देखाउनको लागि पनि त्यहाँनिर मोजेक आर्टहरू बनाएको छ, हाँसहरू फुलहरू बनाएको छ। र यो ठाउँमा प्रभु यीशु ख्रीष्टले 5000 जनालाई भन्दा पनि बढ्दा होइन, पुरुषको सङ्ख्यामा चाहिँ 5000 भनेर भनिएको छ। त्योभन्दा बेसी मानिसहरूलाई प्रभु यीशुले खुवाउनु भएको ठाउँ हो। र त्यो ठाउँमा अहिले हामी हेर्न जानेछौँ। र परमेश्वरलाई धन्यवाद भएको होस्, हामीले आज ठाउँलाई देख्न पाएका छौँ। जुन कुराहरू वचनमा लेखेको कुराहरू हाम्रो आफ्नै आँखाले देख्न पाएका छौँ, त्यो कुराको लागि हाम्रो परमेश्वरलाई नै महिमा मिलेको होस् है त। हुन्छ, त्यसो भए र हामीले एन्टर गरिसकेका छौँ भित्र। अनि हामी त्यहाँभित्र एउटा सपभित्र पस्यौँ। अनि त्यहाँनिर चाहिँ विभिन्न सामानहरू राखिएका रहेछन्। अनि यहाँनिर देख्न सक्नुहुन्छ माछा र रोटीको एउटा सोभेनियर रहेछ। हामीले पनि सबैजनाले एक एकवटा सोभेनियर त्यहाँबाट ल्यायौँ। अनि मैले चाहिँ त्यहाँनिर कोइन्समा पनि रहेछ र राम्रोसँगले हेर्दै थिएँ है, कहाँको कोइन्स रहेछ भनेर मजाले हेर्दै थिएँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर तापका भनेर लेखिएको छ। र सबैजना हामी बसेर सबैजनाले बारीक हामीले सबै कुरालाई निहालिरहेका थियौँ। यहाँनिर सपिङ हुँदैछ, सबैजनाले सपिङ गर्दै थिए। स्पेसल पर्दा अबे त्यस्तो दरवाजा पनि रहेछ। The Church of Multiplication, जहाँनिर चाहिँ रोटी र माछालाई प्रभुले आशिष दिएर तोड्नु भएको थियो। त्यसपछि हामी कफरनहुम द टाउन अफ जिजस हामी त्यहाँनिर गयौँ, जहाँनिर चाहिँ पत्रुसको घर पनि छ। अनि येशू ख्रीष्ट बस्नुभएको ठाउँहरूमा हामीले हाम्रो आँखाले देख्दै गर्दा हामी अत्यन्तै खुसी भयौँ। र यहाँनिर देख्न सक्नुहुन्छ डेट्स फलिरहेको छ। र हामी यहाँनिर एन्टर भयौँ पाएको छ यो ठाउँलाई। अनि अहिले गएर हामी पर पत्रुसको घरमा जानेछौँ। अहिले त्यसलाई पत्रुसको घर भनेर भन्छ, जहाँ चाहिँ पत्रुसले यो यीशु ख्रीष्टले पत्रुसको सासूलाई ज्वरोबाट फलिएको घर परालेर हामी जानेछौँ त्यो ठाउँमा। र त्यो घरमा यीशु ख्रीष्ट पनि त्यही घरमा बस्नुहुँदथ्यो। त्यसपछि हामी भित्र जानको लागि चाहिँ हामीले टिकट लिनुपर्ने रहेछ। अनि टिकट काउन्टरमा हामी सबैजना गयौँ। अनि पर पर्सन 10 शेकल गरेर हामीले त्यहाँबाट टिकट लिएर हामी भित्र सबैजना पस्यौँ। अनि हामीले भित्र पस्दै गर्दाखेरि नै हामीले त्यहाँनिर अचम्मको कुराहरूलाई हामीले अवलोकन गरिरहेका थियौँ। जुन कुराहरूलाई चाहिँ हामीले बाइबलमा पढेका थियौँ, त्यो घटनाहरूलाई हामीले सुनेका थियौँ। र आज हाम्रो आँखाले देख्दै गर्दाखेरि हामी अत्यन्तै खुसी भइरहेका थियौँ। तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर पुरानो माछा बजार रहेछ, जहाँनिर पत्रुसले माछाहरू बेच्ने गर्दथे। अनि अचम्मको कुरा, अनि जहाँनिर चाहिँ पत्रुसको घर, अनि जहाँनिर चाहिँ प्रभु येशूले पत्रुसको सासूलाई ज्वरोबाट निको पार्नु भएको ठाउँ यहाँनिर तपाईँहरूले हेर्न सक्नुहुनेछ। सक्नुहुन्छ
समयको एउटा बजार हो अनि यहाँनिर सानो सानो एउटा घरहरू जस्तो अनि अहिले चाहिँ यो छाना छैन अनि यहाँनिर चाहिँ कोठा अनि त्यसकै छेउमा हामी वाइट सिनागोग अथवा जहाँनिर चाहिँ येशूले शिक्षा दिनुहुन्थ्यो जहाँबाट चाहिँ उहाँले प्रचार गर्नुहुन्थ्यो त्यो चाहिँ एउटा सभाघर थियो अनि त्यहाँनिर चाहिँ उहाँले प्रचार गर्नुहुन्थ्यो उहाँले त्यहाँबाट शिक्षाहरू दिनुहुन्थ्यो यहाँनिर हेर्दाखेरि हामी यहाँनिर ठुल्ठुलो पिलरहरू भएको हामीले एउटा घर जस्तो देख्दैछौँ अनि यो चाहिँ पहिला चाहिँ यहाँ माथि छानाहरू थियो अनि वाल्सहरू थियो भनिकन तर पछिबाट यो सबै कुराहरू भत्किएको छ अनि अहिले यो अवस्थामा छ अनि त्यो ठाउँमा उभिन पाउँदा त्यो ठाउँमा गएर छुन पाउँदा चाहिँ साँच्चै नै म चाहिँ एकदमै ब्लेस्ड फिल गरिरहेको छु अनि तपाईँहरूले देख्न सक्नुहुन्छ तपाईँहरूलाई भिडियोद्वारा भएछ भने यो ठाउँहरूलाई यो पिलरहरूलाई यो वाल्सहरूलाई देखाउनेछु हेर्न सक्नुहुन्छ यहाँनिर लेखिएको थियो र मैले पढ्न चाहिँ सकिनँ यहाँनिर हेर्न सक्नुहुन्छ सानो एउटा गेट थियो अनि त्यसको गेटको उतापट्टिबाट हेर्दाखेरि चाहिँ यहाँनिर चाहिँ एउटा गाउँ जस्तो रहेछ अनि त्यो समयको गाउँ अनि त्यहाँनिर त्यति बेला मानिसहरूले बनाएको ढुङ्गाको सानो सानो छोटो गाउँ अनि एउटा बजार आफ्नो आफ्नो कामहरूमा जाँदछौँ प्रत्येक छोराछोरी आफ्नो गन्तव्यसम्म नपुगिन्जेलसम्म तपाईँको निगाह सुरक्षा तपाईँमा हामी माग्दछौँ अनि हामी पुगेर तपाईँलाई फेरि पनि पहिलो थाहा तपाईँलाई धन्यवाद भेटी लिएर हामी तपाईँमा र हाम्रो लास्ट डेस्टिनेसन कफरनहुमबाट हामी अन्तिम प्रार्थना गरेर खानाको लागि आयौँ अनि अन द वेमा हामीलाई स्पेसल खाना अर्गनाइज गर्नुभएको रहेछ अनि हामी सबैजना खानाको लागि तयार भएर हामी खाना खान लाग्यौँ र सबै खानाहरू एकदमै मिठो भएको थियो अनि हामीले सबैजनाले इन्जोय गऱ्यौँ मन्दिरा दिदी आजको टुर कस्तो लाग्यो तपाईँलाई आजको टुर चाहिँ के भन्नु भन्ने पनि यस्तो दामी थियो होइन सोचेको पनि थिइनँ आजको टुर चाहिँ हामीले यस्तो हुन्छ भनेर किनभने हामी सधैँ चाहिँ हामीलाई टाइमको धेरै समस्या भएर जान्थ्यो तर आजको चाहिँ हामी समयमा पनि हामीले सक्यो लगभग हाम्रो 4 पनि नबजी हाम्रो टाइमको एकदमै मजाले आइपुग्यौँ र हाम्रो टुर चाहिँ एकदमै प्रभुको आशिषमै टुर भएको छ हाम्रो दिदीबहिनीहरू एकदमै आशिषित भएको छ दिदी आजको टुर कस्तो लाग्यो एकदमै राम्रो अनि धन्यवाद तपाईँहरू सबैलाई है कुनै प्रब्लम भएन गए आयौँ एकदम इन्जोय गऱ्यौँ अनि आशिष पनि है एकदमै राम्रो लाग्यो सबै जग्गाहरू घुम्नु पायौँ थ्याङ्क यू तपाईँलाई कस्तो लाग्यो दिदी एकदमै राम्रो लाग्यो राम्रो अर्गनाइज गरेको थियो होइन जुन चाहिँ डेस्टिनेसनहरू भनेको थियो त्यो डेस्टिनेसनहरू टकटक गएर एकदमै टाइमिङमा आइपुग्यौँ खानाहरू पनि राम्रोसँगले भयो सबै कुरा राम्रो भयो हुन्छ थ्याङ्क यू फेरि नेक्स्ट टाइम जाउँ है आजको टुर कस्तो लाग्यो सुपर लाग्यो हुन्छ थ्याङ्क यू बाई जेमेसी आजको टुर कस्तो लाग्यो ब्लेसिङ थियो धेरै लाग्छ हुन्छ हामी आजको टुर was one of the best tour of the till date. धन्यवाद सबैजनालाई आजको चाहिँ टुर चाहिँ रमाइलो भयो है धेरै मिस गर्यौँ कतिजनालाई तर पनि केही छैन परमेश्वरले दिनुभएको मौकालाई हामीले गुमायौँ है असल ठाउँमा हामी भिजिट गरेर आयौँ प्रभुलाई धन्यवाद अनि हाम्रो प्यारो दिदीलाई र दाजुलाई पनि धेरै थ्याङ्क यू जेमेसी दादा आजको टुर कस्तो लाग्यो एकदमै राम्रो लाग्यो है यसरी भेट्ने मौका पनि पायो एक त सबैजना भेट्ने पनि मौका पायो एक त अब यस्तो हामीले अब बाइबल प्लेस पनि भिजिट गऱ्यौँ त्यो ठुलो कुरा हो सबैभन्दा अनि आशा छ नेक्स्ट टाइम पनि हामी यसरी भेट्नेछौँ नेक्स्ट टाइम नोभेम्बरमा हामी है हामी सेवामा भेट्नेछौँ त्यसै गरेर अब के गर्नु सर्ट टाइम छ है हुन्छ थ्याङ्क यू हुन्छ थ्याङ्क यू तपाईँहरू केमा जाने नर्तन्य जाँदाखेरि बसमा यता त खासै आएको छैन शिवानी दिदी कस्तो लाग्यो आजको टुर एकदम दामी लाग्यो
मलाई खोर्सानी ल्याइदिनु हो स्मृति दिदी खोर्सानी ल्याइदिनु हो हर्षप्रतिम भाउजू आजको टोर कस्तो लाग्यो एकदम आशिषमय अनि अति रमाइलो पनि भयो थ्याङ्क यू नेक्स्ट टाइम पनि मिलाउँ नेक्स्ट टाइम हुन्छ जय मसी सबैलाई बेन्जिना सिस्टर आजको टुर कस्तो लाग्यो एकदम राम्रो भयो रमाइलो भयो परमेश्वरलाई धन्यवाद भएको एकदमै मजा गर्यो हामीले हुन्छ फेरि नेक्स्ट टाइम पनि हामी है हजुर नेक्स्ट टाइम जानुपर्छ रमाइलो गर्दै हुन्छ थ्याङ्क यू हुन्छ जानुहोस् ल सोला रह्यो फाइनल तपाईँको उत्तर हामी सुन्दा बियोन्ड एक्सपेक्टेसन हो राम्रो हो राम्रो आयो तर नसुतेकोले एकदम बिसन्छु त्यही त अब गएर सुत्नु मिलिहाल्छ अन्त अन्तिममा हाम्रो टुर अर्गनाइजर वान अफ द बेस्ट टुर अर्गनाइजर के भन्न चाहनुहुन्छ थ्याङ्क यू सो मच त्यो तपाईँको बडापन है मेरो लागि तपाईँ सोधिनु भएको सबैभन्दा ठुलो कुरो धन्यवादी छु परमेश्वरप्रति तपाईँहरूलाई धन्यवाद हुन्छ ट्रस्ट गर्नुभयो कुरोको चान्स मिल्नु पनि एउटा प्रब्लम ट्रस्ट गर्नुभएको कुरा तपाईँहरू ट्रस्ट गर्नुभयो धन्यवाद हामी दाजुलाई पनि Thank you for watching. I hope सबैजनालाई आशिष भयो भनेर बाई बाई